घटना घट्यो बर्दियाको गेरुवा गाउँपालिका, फेरि मार्यो बर्दियामा 10 वर्षे बालिका। हत्या गरी नरपिचासले खोला छेउमा गार्यो, निर्मला भागरथी जस्तै एन्जललाई नि मार्यो। धनी खुसी धन पैसाले, गरिब नुनले, एन्जिलाको ज्यान लिएछ 2 आना सुनले। कहाँ हरायो नियम कानुन, कहाँ गयो सरकार, 10 वर्षे बालिका माथि भयो बलात्कार। घर फर्केर आउन पाइनन् बिहे हेर्न गएको, कैपापीले हत्या गर्यो एन्जिला देउबाको। आमा बुवा भाइ बहिनीको कति मन रुँदो हो, एन्जल मार्ने नरपिचासको कसो मन हुँदो हो, एन्जल मार्ने नरपिचासको कसो मन हुँदो हो। मन तर्सियो आँसु खस्यो गाउँघर साराको, मन तर्सियो आँसु खस्यो गाउँघर साराको। ज्यानको बदला ज्यान लिनु हो अब हत्याराको, ज्यानको बदला ज्यान लिनु हो अब हत्याराको। आज म हजुरहरूमा अत्यन्त दुःखद भिडियो लिएर आएको छु। अत्यन्त दुःखद खबर छ। बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा एउटा 10 वर्षीय बालिका एन्जल देउबा माथि बलात्कार पछि हत्या भएको भन्ने घटना सामाजिक सञ्जालमा सुनेपछि मन अत्यन्त मर्माहत भयो। यसरी हाम्रो समाजमा यस्ता घटनाहरू घट्दै गयो भने हाम्रा छोरी बहिनीहरू सुरक्षित छैनन्। यी अबोध नाबालिकाहरूमाथि यस्ता घटना हुनु अत्यन्त दुःखद र निन्दनीय छ। यसप्रति सबै सजग हुन जरुरी छ। ती 10 वर्षीय बालिका जो एन्जल देउबाको हत्या भयो, त्यो हत्यारालाई कडाभन्दा कडा कारबाही होस्। मृत आत्माको चिरशान्तिको कामना गर्दै एन्जल देउबाको चाहिँ स्वर्गवासको कामना गर्दछौँ र तपाईँहरू माझबाट म भिडियोबाट बिदा हुन्छु। हस्, धन्यवाद।